दर्शकवृन्द नमस्कार, म डिआर नेपाली। कार्यक्रम हो पर्यटन सवाल। आजको यो पर्यटन सवालमा हामी खास गरी धार्मिक पर्यटन सम्बद्ध रहनुभएका व्यक्तित्वहरूसँग कुराकानी गर्दैछौँ। त्यसका लागि देवभूमि तीर्थ सेवा समाज भनेर भनिने संस्थाको अध्यक्ष हुनुहुन्छ तेजकुमार गौतम र त्यसै गरी रिमा बस्नेत हुनुहुन्छ र उहाँसँग हामी आज कसरी उहाँहरूले यसलाई चाहिँ तीर्थाटन गराइराख्नु भएको छ त्यस विषयमा रहेर संवाद गर्दैछौँ। स्वागत छ दुवैजनालाई। हजुर, त्यसहरूबाट सुरु गरौँ। यहाँहरूको संस्था के हो र के गर्छ यसले? हाम्रो चाहिँ संस्था देवभूमि तीर्थयात्रा सेवा भनेर नाम राखेका छौँ। यस संस्थाले चाहिँ अब यो धार्मिक यात्राहरू गराउने गरेको छ। प्राय जसो धार्मिक यात्रा। त्यसमा चाहिँ बुढाबुढी अब 50 वर्ष कटेकाहरूले चाहिँ अब यो गयामा श्राद्ध गऱ्यो भने आफ्नो पितृहरू तर्छन्, चारधाम बद्री केदार श्राद्ध गऱ्यो भने पितृहरू तर्छन् भन्ने एउटा पहिलादेखिको अब त्यो चलिआएको रीतिरिवाज अनुसार उहाँहरूले तीर्थ गर्न खोज्नुहुन्छ र त्यही तीर्थ हामीले पुरा गराएर लिएर आउँछौँ। बुढाबुढी मान्छेहरू श्राद्ध गर्नलाई अब कोही चाहिँ बद्रीनाथमा गएर बर्मा कपाली गरेर आएर यहाँ श्राद्ध गर्नुहुन्न, उहाँले चाहिँ सिधा दान तर्पण गर्नुहुन्छ। कोहीले उहाँ श्राद्ध गरेर आएर नि यहाँ गर्नुहुन्छ। अब त्यता गएर श्राद्ध गरेपछि पितृ तर्छन् भन्ने एउटा भनाइ पुरा गर्नको लागि चाहिँ यात्रुहरू आउनुहुन्छ, हामीले तीर्थ गराउँछौँ। हजुर, रिमा बस्नेतज्यू, यो कहिले चाहिँ दर्ता भएको अर्थात् यसको उद्देश्यसँगै यसको गतिविधिहरू के छ? यो दर्ता भएको त हाम्रो 35-36 वर्ष नै भइसक्यो। यो भने धेरै भन्छ है। यो धेरै पुरानो, यो देवभूमि तीर्थयात्रा भनेको सबैभन्दा पुरानो नै हो। अब यसलाई चाहिँ हामीले कसरी विस्थापन गर्न सक्छौँ भने अब जस्तो आइरहनु भएको आमा बुवाहरू बुढाबुढी उहाँहरूलाई चाहिँ अब कसरी अलिक सहज तरिकाले उहाँहरूलाई तीर्थाटन गर्ने अनि अब त्योभन्दा नि अलि सहज तरिकाले हामीले गर्न अझै नै सक्छौँ कि भन्ने हामी त्यो आशामा चाहिँ बसेका छौँ। अब अहिले यो बुढाबुढी आमा बुवाहरू भन्दा पनि अलि उमेर भएकोहरू पनि अहिले धेरै नै जानु भएको छ तीर्थयात्रा गर्न। त्यसो जस्तै कता कता चाहिँ यहाँहरूले अहिलेसम्म त्यो तीर्थाटन गरिराख्नु भएको छ अर्थात् यो तीर्थयात्रा गरिराख्नु भएको छ? हाम्रो नेपालको मात्रै सन्दर्भ कुरा। हामीले नेपालको सन्दर्भमा चाहिँ अब पाथिभरा, ताप्लेजुङको पाथिभरा, प्युठानको स्वर्गद्वारी, सुप्पा देउराली, लुम्बिनी, मुक्तिनाथ, अप्पर मुस्ताङको मुक्तिनाथ, जस नेपालको हामीले प्राय सम्पूर्णै गराएका छौँ। अब यता फक्सुन्डो तालहरू, मनाङ सबै गराउँछौँ, भ्रमण पनि गराउँछौँ तीर्थयात्राको साथै। हजुर, अनि बस्नेतज्यू, जस्तै यो कस्ता उमेर समूहकाहरू अलि बढी तीर्थ जान चाहन्छन्? विशेष गरी बुढाबुढी नै होला हुन चाहिँ, तर पछिल्लो समयमा युवा पुस्ताहरूको कति चाहिँ यो तीर्थयात्रा गर्ने अर्थात् यस्तो धार्मिक चिजहरूको चाहिँ अवलोकन गर्ने स्थिति छ छैन? अब पहिला चाहिँ धेरै नै बुढाबुढी आमा बुवाहरू मात्रै जानुहुन्थ्यो तीर्थयात्रा गर्न चाहिँ। अब अहिले चाहिँ यो साइड सिनहरू एकदम राम्रो, त्यहाँको सिनहरू भ्युजहरू हेर्नको लागि आकर्षक भएको हुनाले गर्दाखेरि चाहिँ अलिक उमेर भएकोहरू पनि धेरै नै जानुभएको, भिडभाड एकदमै धेरै नै बढेको पाइन्छ अहिले चाहिँ। हजुर, त्यसो कति जति लागत? जस्तै मानौँ यहाँदेखि हामी अब स्वर्गद्वारी जानु पर्यो भने, काठमाडौँदेखि स्वर्गद्वारी जानु पर्यो भने तीर्थयात्रीहरूले कति जति खर्च गर्न सक्छन् र त्यसपछि स्वर्गद्वारीको दर्शन गरेर फर्किन सक्छन्? एउटा औसतमा हेऱ्यो भने त्यसमा 3 रात 4 दिनको प्याकेज हुन्छ सर। 3 रात 4 दिनकोमा हामीले बिहानको ब्रेकफास्ट, बिहान बेलुकाको खाना गरेर पर पर्सन 10,000मा गरिरहेका छौँ। अब अहिले चाहिँ अब तेल अलिकति महँगो भएर 11,000 लिनुपर्ने हुन्छ अहिलेको स्थितिमा चाहिँ। 3 रात 4 दिनको हुन्छ। स्वर्गद्वारी, लुम्बिनी, रेली, सुप्पा देउराली। जस्तै अब स्वर्गद्वारी होइन के यो डोल्पा कुरा गरौँ होइन, यो ठाउँ भयो, त्यसै गरी यो पूर्वको के अरे यो पाथिभरा, जस्तै त्यहाँ जाँदाखेरि तीर्थयात्रीहरूले चाहिँ कसरी चाहिँ त्यसको तीर्थ गर्ने अर्थात् त्यसको दर्शन गर्दाखेरिका त्यहाँको संरचना अथवा त्यहाँको सुविधाहरू कस्तो पाउनुहुन्छ? हजुर, धन्यवाद। हजुर, यो हाम्रो पाथिभरा यात्राको लागि चाहिँ अब त्यहाँ चाहिँ हिँड्न सक्ने मान्छेहरूलाई 3 देखि 3.5 घन्टामा मजाले पुगिन्छ। अब हिँड्न नसक्नेहरूको लागि चाहिँ अब त्यहाँ भन्छ अब हाम्रो यता चाहिँ ट्याक्सी 4 पाङ्ग्रे हुन्छ, त्यहाँ चाहिँ ट्याक्सी 2 पाङ्ग्रे यो हामी जस्तै मान्छेले बोक्ने हुन्छ। अनि त्यहाँ ट्याक्सीको चाहिँ व्यवस्था गरेर हिँड्न नसक्ने आमा बुवाहरूको लागि चाहिँ त्यो व्यवस्था गराएर उहाँहरूलाई चाहिँ दर्शन गरेर ल्याउन सक्छ। जस्तै त्यहाँ बुढाबुढीहरू जो जानुहुन्छ नि उहाँहरूको लागि कति सुविधाहरू छ अर्थात् के पुग्या जस्तो छैन के देख्नुभयो यहाँ?
अब त्यहाँ त्यो पहाडी इलाका हो। अब हाम्रो यो सहरमै जस्तो सबै कुराले पर्याप्त भएको ठाउँ चाहिँ अलिकति होइन नै, किनभने अब भगवान् प्रायः सबै ठाउँमा अलि अप्ठ्यारो ठाउँ, डाँडा पहाडमा त्यस्तो ठाउँमै बस्नुहुन्छ उहाँहरू चाहिँ। अनि अब उहाँहरूले चाहिँ हामीलाई अब हामी यस्तो अप्ठ्यारो ठाउँमा बसेका छौँ, यिनीहरू अब हाम्रो लागि कतिसम्म सङ्घर्ष गर्न सक्छन् भनेर उहाँहरूले परीक्षण गर्नको लागि पनि उहाँहरू अप्ठ्यारो ठाउँमा बस्नु भएको कि भन्ने चाहिँ मैले यसो अनुभव गरेको छु। हजुर, त्यसो वर्षमा कति जति तीर्थयात्रीहरूलाई चाहिँ देश तथा विदेशमा चाहिँ यहाँहरूले घुमाउनुहुन्छ, विशेष गरी धार्मिक गन्तव्यहरूमा? अब वर्षमा चाहिँ नि अब नेपालको कहिले अब यताको नेपालको सिजन चलिरहन्छ। नेपालकोमा पाथिभरा, स्वर्गद्वारी, रारा लेक भयो, त्यो भ्रमणको लागि मात्र हो त्यो चाहिँ। अनि यता तातो पानी जस्तै गौरती, भीमसेन, चौतारा ठाउँ ठाउँ हुन्छ हाम्रो अब त्यो। अनि वैशाखको सिजनदेखि चाहिँ वैशाखको अक्षय तृतीयाबाट बद्री, केदार, गङ्गोत्री, यमुनोत्री, उत्तराखण्डको 4 धाम हुन्छ। यो चाहिँ दसैँको टिकाको भोलिपल्टसम्म जान्छ। तिहारदेखि चाहिँ बन्द हुन्छ, तिहारको लक्ष्मी पूजा दिनदेखि। अनि 6 महिना त्यहाँ बन्द हुन्छ। फेरि यता अर्को गया काशीको सिजन हुन्छ भारतको। अनि गया काशी सकेपछि फेरि 3 धाम हुन्छ, 45 दिने यात्रा हुन्छ त्यो चाहिँ पुसको 22 गतेदेखि 23 गते हिँडिन्छ यहाँबाट। अनि त्यसपछि त्यताबाट फर्केर आएपछि फेरि यता कामरू कामाख्या साइड हुन्छ, यता गुवाहाटी, परशुराम कुण्ड, अरुणाचल यस्तो यात्रा हुन्छ। वर्षमा चाहिँ हामीले घडीमा पनि 6-7 हजार यात्रुलाई यात्रा गराउँछौँ। हजुर, बस्नुहुन्छ। जस्तै तपाईँहरू कहाँ सम्पर्कमा आउनको लागिको माध्यम चाहिँ के हो? जस्तै तीर्थ गर्न चाहनेहरूले यदि तपाईँहरूको यो देवभूमि सेवासँग सम्पर्कमा आउनको लागि त्यसको माध्यमहरू के छन् र के भन्नुहुन्छ यदि तीर्थ गर्न चाहनेहरूलाई? तीर्थ गर्ने चाहनेहरूलाई चाहिँ अब हामीले प्रायः जस्तो त अब अहिले फेसबुकमा सामाजिक सञ्जाल त्यो फेसबुकहरूमा हालेको हुन्छौँ हामीले, फलानु गते अब यस्तो ठाउँमा जाँदैछौँ भनेर हालेको हुन्छौँ। अनि हामीसँग भिजिटिङ कार्ड छ, हामीसँग नम्बर भएको कार्ड, त्यो कार्डहरू चाहिँ उहाँहरूले दिएर अनि अफिस अब यस्तो यस्तो ठाउँमा छ भनेर हामीले उहाँहरूलाई बताएको हुन्छौँ। अनि अब हामी आफै नै यात्रा गर्न जाँदा उहाँहरूलाई चाहिँ भने हुन्छ हामीले। अनि उहाँहरू चाहिँ अब तपाईँहरू नै जानुपर्छ, हामी तपाईँहरू गयो भने हामी पनि जान्छौँ भनेर उहाँहरू त्यो हिसाबले चाहिँ कन्ट्याक्ट गरेर अफिसमा आएर टिकट सिकट काटेर अनि हामीसँगै रमाइलो गर्दै यात्रा सहज गराउँछौँ। कैलाश पर्वतको जुन दर्शन गर्ने जाने जो एउटा छ नि, जस्तै कैलाशसम्मको यात्रामा यहाँहरूले अहिलेसम्म यात्रुहरूले पुर्याउनु भएको छ? हामीले चाहिँ कस्तो हुन्छ नि, यो कैलाशको यात्रा धेरैजनाले भन्नुभएको छ, तर अहिलेसम्म चाहिँ हामीले कैलाश यात्रा चाहिँ लगेका छैनौँ। तर हामीले हाम्रो अर्को एकजना ट्राभलको हाम्रो साथीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गरेर त्यसरी पठाउँछ। त्यसरी जस्तै तीर्थ यात्रा गराउनको लागि यहाँहरूले जुन लिएर जानुहुन्छ यात्रीहरूलाई, जाने क्रममा हुने खालका चाहिँ बाधाहरू अर्थात् व्यवधानहरू के हुन्छन्? समस्याहरू पनि त होला नि? बाधाहरू हुन्छ, समस्या। अब जस्तै अब 15 दिन अगाडि जाने भनेर कन्फर्म गर्नुभयो हुन्छ। अब जानेभन्दा 1-2 दिन अगाडि कोही बिरामी परेर जान सक्नुहुन्न, कसैको मान्छे बित्नुहुन्छ, जुठो पर्छ, क्यान्सल हुन्छ, कहिलेकाहीँ घाटामा पनि चल्नु पर्ने हुन्छ। अब जाने दिन अरूले सबै सामान तयार पारे हुन्छ, एउटा 5 जना ग्रुप घट्यो भने हामीलाई त घाटा हुन्छ। त्यही पनि हामीले यात्रा गराइ नै रहेका छौँ। अनि बिचबिचमा परेर पनि अब इन्डियामा अब लु लाग्छ, बिरामी हुनुहुन्छ, कोहीले डक्टरले अब माथि लानुहुन्न भनेपछि काठमाडौँ रिटर्न गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ उहाँहरूको अब आफन्तहरूलाई हामीले काठमाडौँमा फोन गरेर अनि यहीँ आउनुहुन्छ कि बोर्डर आउनुहुन्छ कि भनेर सोध्छौँ। त्यही अनुसार अब उहाँ बोर्डरसम्म मात्र आउनुभयो भने त्यहाँबाट चाहिँ हामीले बोर्डरसम्म पठाउने व्यवस्था गर्छौँ। अब कोही चाहिँ प्लेन चढेर वहीँ नै पनि जानुहुन्छ, जस्तै बनारस, हरिद्वार पऱ्यो भने बिरामी हुँदाखेरि फर्काउनु पर्ने बाध्यता पनि हुन्छ। डक्टरले जानु मिल्दैन भनेपछि जानु मिलेन। हजुर, बस्नेजी, जस्तै 30-35 वर्ष यो देवभूमि सेवा होइन, यो सेवाले सेवा गरिराख्दाखेरि देशभरमा यहाँको सञ्जालको विस्तार छ कि अर्थात् काठमाडौँ मात्रै यसले आफ्नो सेवा चाहिँ दिइराखेको छ? यो देवभूमिको सञ्जाल चाहिँ कस्तो नि हजुरको, यो नेपालमा मात्रै नभएर इन्डियाको जुनसुकै बोर्डर कटिएपछि देवभूमि आयो भनेपछि त्यहाँ प्रायः थाहा नपाउने र जसले पनि देवभूमि भनेपछि नचिन्ने कोही पनि हुँदैन। यो इन्डियामा त झन् देवभूमि भने प्रचार धेरै नै बढेको छ। हजुर, अनि जाने पेसेन्जरहरूले पनि ल हामीलाई देवभूमि लेखेको गाडी देवभूमि नै चाहिन्छ भनेर उहाँहरूको चाहिँ त्यस्तो माग भएको। जस्तै अब यो यात्रा गर्ने बेला त हामीलाई त सवारी साधन चाहिएको होइन,
आफै यो के अरे देवभूमि सेवा जो छ नि यसले आफै यो सबै यो आफ्नो चाहिँ व्यवस्थापन गर्छ या कसरी चाहिँ यहाँ लैजानुहुन्छ यहाँले? हजुर व्यवस्थापन हामीले नै गर्छौँ। आफै सेवाकै हामीसँग गाइडहरू छन् 3-4 जना होइन, गाइड छन् अनि कुकहरू छन्। अब हामीले चाहिँ खाना पनि पकाएर शुद्ध शाकाहारी नै खुवाउने हो यात्रीहरूलाई। तपाईँहरूसँग तीर्थयात्रा गर्नेले तपाईँहरूसँगै हजुर होइन खाना खाने तपाईँले नै खुवाउने हो? हजुर तपाईँहरूसँग कुक हुन्छन्? हजुर कुक हुन्छ। अब बिहान चाहिँ मन्दिरहरू भेटेको ठाउँमा धारा पानी हुन्छ, त्यहीँ खाना बनाउने, दाल भात तरकारी अचार पापड सलाद हुन्छ शुद्ध शाकाहारी। त्यसमा लसुन प्याज केही पनि हुँदैन। अनि बेलुकाको चाहिँ जुन धर्मशाला लजमा हामी बसिन्छ त्यहीँ बनाएर त्यहीँको डाइनिङ टेबलमा राखेर खुवाउने गरेका छौँ। अनि अब त्यही गाइडहरू हुन्छ, गाडीहरू हाम्रो आफ्नै कम्पनीको छ। त्यही भएर हामीले चाहिँ 17-18 जना क्यान्सल हुँदा 17-18 मात्रै बाँकी रह्यो भने प्रायः अब भाडाको गाडी लानुपर्नेहरूले घाटा हुन्छ, क्यान्सल गर्नुहुन्छ। हामीले चाहिँ आफ्नै गाडी भएको हुनाले त्यही पनि लिएर जान्छौँ। 15 जनासम्म लगेका छौँ। हजुर बस्नेजी जसरी अब उहाँले भने जस्तै 15 जना होइन मानव 50 जनाको प्याकेज बनाएर 15 मात्रै लिएर जानु पर्यो भने चाहिँ सेवाले त पक्कै पनि गाह्रो हुन्छ होला। यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? यसको व्यवस्था चाहिँ हामीले कसरी गर्छौँ भने अब हाम्रो गाइड अनिवार्य हुन्छ। अब त्यो 30 सिटे गाडीमा 15 जना मात्रै यदि अब बाइचान्स त्यस्तो केही समस्या लाग्यो भने हामीले क्यान्सल चाहिँ गर्दैनौँ। किनभने हामीले अब गाडीको बचत बरु आफूले नराखेर पनि खाना पकाउनेको लागि चाहिएको ड्राइभरलाई चाहिहाल्यो होइन, अनि गाइडलाई उनीहरूले दिनु परिहाल्यो। अब आफूलाई बचत नभए पनि गाडी चाहिँ हामीले अरूको जस्तो क्यान्सल गर्दैनौँ, हामी पठाउँछौँ। भनेपछि यात्रुहरू चाहिँ ढुक्कसँग यात्रा हुन्छ भन्नेमा चाहिँ विश्वस्त भयो। हजुर अनि यात्रुहरू एकदम खुसी हुनुहुन्छ किनभने अरूले भए यसरी लाँदैनथे, तपाईँहरूले चाहिँ क्यान्सल गर्नुहुन्छ, क्यान्सल गर्नुहुन्न, हामी तपाईँहरूसँगै जान्छौँ। 15 जना भए पनि 10 जना भए पनि अहिलेसम्म हामीले क्यान्सल गरेका छौँ। हजुर जस्तै के सेवा छन्? जस्तै यहाँको यो देवभूमि जुन सेवा छ नि यसले चाहिँ यात्रुहरूलाई दिने सेवाका त्यो फिचरहरू हुन्छ के दिनुहुन्छ सूत्रबद्ध भन्दाखेरि? यात्रुलाई दिने सेवा भनेको अब हामीले अब इन्डियामा चाहिने मान्छेहरू छल्लिन सक्छ, त्यसको लागि चाहिँ क्याब एउटा दिन्छौँ। क्याबमा पनि इन्डियन नम्बर हुन्छ गाइडको। उहाँहरू कतै यसो छुट्नु भयो भने त्यो नम्बरमा फोन गर्ने, त्यहीँ उभिराख्ने, नहिँड्नु भनेर पहिल्यै सिकाएको हुन्छौँ। अनि गाइडले खोजेर ल्याउँछ। अब आइडी कार्ड एउटा हुन्छ। अब बिहानको खाना भयो, बेलुकाको खाना, गाडीको व्यवस्था, बेलुका सुत्नलाई लजको व्यवस्था गराइदिने र अब कोही प्याकेजमा सुत्नसहित हामीले पैसा दिनुहुन्छ, हामीले गर्छौँ। कोहीले चाहिँ अब हामी आफू खुसी रुम खोजेर बस्छौँ, पैसा हामी तिर्छौँ भन्नुहुन्छ, उहाँहरूको लागि अब लजमा लगेर बार्गेनिङ गरेर रुमहरू देखाउने, कतिसम्ममा दिनुहुन्छ भनेर सोध्ने, त्यसमा भएन भने अर्कोमा लगेर त्यसरी व्यवस्था गराउँछौँ। हजुर जस्तो अब यो यात्रामा जाँदाखेरि अब जहाँ पनि महिलाहरूको समस्या हुन्छ नि, जस्तै यो अलिकति महिलाहरूको लागि कति चाहिँ सहज अथवा सुविधा होला अझ होइन, त्यो आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने पनि होला नि, तपाईँले कसरी व्यवस्थापन गर्नुहुन्छ यसलाई? यस्तो अब अहिले प्रायः जस्तो त अब जोडाजोडी नै हुन्छ। अब लेडिज मान्छेहरू त्यस्तो हुनुभयो भने लेडिजहरूलाई चाहिँ एउटा रुममा व्यवस्था गराउने, अनि अब हिँड्दाखेरि अब जस्तो बुढाबुढी आमा बुवाहरूलाई अगाडि लाउने, पहिला गाइड हिँड्छ, त्यस पछाडि आमा बुवाहरूलाई लाउने, त्यस पछाडि अलि उमेर भएको सक्ने मान्छे, अनि त्योभन्दा पछाडि चाहिँ अर्को एकजना लास्टमा बसेर अनि हामीले त्यसरी लिएर जान्छौँ। यसरी यात्राको व्यवस्थापन गर्दाखेरि के त्यसरी समग्र चाहिँ कसरी गर्नुहुन्छ यहाँहरूले? अब यात्रुलाई तपाईँहरू कहाँसम्म आउने होला होइन, त्यसपछि गन्तव्य पुर्याउने होला, गन्तव्य पुर्याएर मात्र भने गन्तव्य पुगेको त्यो सन्तुष्टि लिने कुरा पनि होला, यो त सेवा हो होइन, सेवा मात्र होइन व्यावसायिकता पनि हो। यो कसरी गरिराख्नु भएको छ? अब मान्छे कलेक्सन गर्नलाई भन्नुभयो कि हजुरले? कलेक्सनदेखि अब ट्राभलदेखि लिएर लास्टमा त्यसको त्यो ट्राभल पछाडि मान्छे सन्तुष्ट हुनु पऱ्यो नि। हजुर होइन कतिपय त यहाँ किन आएछु भन्ने हुन्छ। होइन त्यस्तो आजसम्म अब 100बाट 3-4%ले भएको भए त्यो म भन्न सक्दिनँ होइन सर, न त सम्पूर्ण यात्रु चाहिँ खुसी नै हुनुहुन्छ। यात्रु कलेक्सन गर्ने कुरामा चाहिँ अब हामीले फेसबुक पेजमा चाहिँ राखेको हुन्छौँ, यतिको चाहिँ यो प्रोग्राम हुँदैछ भनेर, त्यहीँ म्यासेज र फोनहरू आउँछ, त्यसरी कलेक्सन हुन्छ। अब रिङ रोडभित्रको एकजनालाई पनि उठाउन जाने गरेका छौँ। अनि कोही अफिसमा आउँछु भन्नेलाई साटो बाटोमा अफिसमै बोलाउँछौँ, गाडी त्यहीँ हुन्छ। अनि 4-5 जना ग्रुपसँग भयो भने भक्तपुरसम्म उठाउन जाने, 10-12 किलोमिटरसम्म जान्छौँ लिनलाई, पुर्याउन पनि जान्छौँ। हजुर जस्तै अब लामो समयदेखि तपाईँले यो जुन सेवाको जुन ढङ्गले काम गर्नुभएको छ, जस्तै समस्याहरू पनि होला नि तपाईँहरूको आफ्नो, कि यो त व्यवसाय पनि हो, समस्या त पक्कै होला, ट्राफिकको समस्या, अरूको समस्याहरू हुन्छ नि हुँदैन?
ट्राफिकको समस्या त हुन्छ, नहुने त कुरै होइन। अब कस्तो हुन्छ नि, अब हाम्रो चाहिँ यात्रा गर्दाखेरि त्यो ब्यानर बनाएको हुन्छौँ। जस्तो अब गएकाँसी जानु छ भने गएकाँसीको भनेर त्यो एउटा ब्यानर बनाएको हुन्छौँ, हाम्रो देवभूमिको नामसहित लिएर, नम्बर लिएर। अनि त्यो ब्यानर देखेर यो तीर्थयात्राको गाडी रहेछ भन्छ, प्रायः ट्राफिकले त्यति समस्या चाहिँ देख्छ। त्यो धार्मिक भ्रमण भन्यो भने अलिक कमै गर्छ, त्यस्तो दुःख त खासै दिएको छैन। अब हामी जस्तै सीमा काटेर गयो भने पारी पुग्दाखेरि के हुन्छ? त्यो हुँदाखेरि त अब हजुर कस्तो हुन्छ, अब हामीले यो हाम्रो जस्तै नेपालमा तीर्थयात्रा गर्दाखेरि र भारतमा गर्दाखेरिको फरक चाहिँ के पाउनुहुन्छ? उता त अब यस्तो हुन्छ, यो इन्डियन एमएससीबाट हामीले पर्मिट लिएको हुन्छौँ, त्यो पर्मिट हामीले फोटोकपी गरेर राखेका हुन्छौँ। त्यो फोटोकपी चाहिँ अब त्यहाँको त्यो आरटीओहरू भएको हुन्छ, अनि ट्याक्स तिर्नेहरू हुन्छ होइन। अब त्यसमा चाहिँ अब हामीले रिचार्जहरू गर्नुपर्छ गाडीमा। त्यो नगरिकन हिँड्यो भने त हजुरको अब जति भन्यो त्यति हामीले फाइन तिर्नै पर्छ, किनभने जहाँ गए पनि हामीले नियम त पालना गर्नु पऱ्यो नि होइन। आफूले आफ्नो नियम पालन गर्यो भने त्यस्तो दुःख कहीँ पनि पाइँदैन। हजुर, जस्तै यो देवभूमि सेवा किन चाहियो, के का लागि तपाईँले यो गरिराख्नु भएको छ भनेर पनि प्रश्न मैले यहाँ राखेँ होइन। हामी अन्तिमतिर छौँ। अब देवभूमि सेवा किन चाहियो भने अब धार्मिक यात्रा गर्नको लागि, धार्मिक यात्रा सबैभन्दा अब अहिले जन गुनासो पनि सबैको छ होइन। देवभूमिले जस्तो कसैले गर्दैन, राम्रो गर्छ भन्ने सबैले भनिराख्नु भएको छ। अब देवभूमिले यात्रा गरिरहेको मान्छे एकचोटि अर्को यात्रामा जानुभएछ, उहाँले दुःख पाएर आउनुभएछ साह्रै, फेरि अफिसमा आएर मलाई भेट्नुभयो। जस्तै टिचिङ हस्पिटलको कर्मचारीहरू हामीले नै धेरै वर्ष अगाडिदेखि भ्रमण गरिरहेका थियौँ। पछि चाहिँ एउटा अर्को अब नाम लिन मिलेन होइन, अब ट्राभलबाट जानुभएछ। उहाँहरू जाँदाखेरि चाहिँ दिनको 1 छाक मात्रै खाना खुवायो अरे, अब 4 जना सुत्ने बेडमा 6 जना सुतायो अरे, साह्रै दुःख दियो भनेर उहाँहरूले चाहिँ अलिकति सस्तो हेरेर उता जानुभएको थियो, 2000 सस्तो हेरेर। अनि पछि चाहिँ आउनुभयो। अब चाहिँ भाइहरूसँग जाने साह्रै दुःख दियो फलानाले भन्ने कुरो गर्नुभयो क्या। अब यहाँ मिडियामा त अरूलाई अप्ठ्यारो पार्ने गरी बोल्न मिलेन। बस्नेजी, जस्तै तपाईँहरूले त यत्रो वर्ष सेवा गरिराख्दाखेरि दोहोरिएर चाहिँ यात्रा गर्न आउनेहरूको कति छ सङ्ख्या? त्यसमा त धेरै नै छ, किनभने अब सुरुमा चाहिँ मान्छेलाई फलानाले भनेको देवभूमि यस्तो छ अरे, अब हामीले युट्युबहरू पनि देखेका थियौँ, तर राम्रै जस्तो लागेर आएको हामी। अब के कस्तो हुन्छ थाहा छैन भन्ने कुरो हुन्छ फर्स्टमा। अनि अब हामीले चाहिँ के भन्छौँ भने टिकट काट्दा पहिला यात्रा गरेर आउँ, किनभने भोलि अब अहिले हामीले यो गर्छु भनेर भनौँला, भोलि गर्न सकेन भने त काम भएन। पहिला यात्रा गरेर आउँ, त्यस पछाडि राम्रो नराम्रो त्यसको सुझाव सल्लाह हजुरहरूले दिन पनि सक्नुहुनेछ भनेर भन्छौँ। उहाँहरूले अब अरू अब जस्तो कतै जान लागि भने अब एक बाटो अर्कोमा यसो सोधखोज गर्ने, अब यो हामी यस्तो संस्थाबाट जान लागेको छौँ, त्यो कम्पनी कस्तो छ होला, यसो थाहा छ कि के होला भनेर त्यस्तो अब अलिकति सोधखोज गर्नेहरू हुनुहुन्छ। अनि कसैले भन्नुहुन्छ अब मान्छेलाई कसैले अब नभएको कुरा नि गरिदिन्छन्, कसैले कोहीसँग गएर आएर त्यो अनुभव बटुलेर गरे पनि हुनसक्छ। अनि कसैले भन्छ अब हामीले यस्तो सुताउँदाखेरि अब लस्करी सुताउने रे, चिसोमा सुताउनुपर्छ, ओन्नी ओछ्याउनु चाहिन्छ, तिमीहरूले दुःख पाउँछौ, तिनीहरूसँग नजाऊ भन्नेहरू पनि हुनुहुन्छ होइन। अब त्यही यात्रुहरूले चाहिँ घुमेर आएर अब हामीलाई जाँदैनभन्दा अगाडि यस्तो यस्तो भन्नुभएको थियो, तर त्यो होइन रहेछ, किनभने एकदमै हामी एकदमै खुसी छौँ, खुसीसँग गएर आयौँ। अब जानेहरूलाई पनि यो देवभूमि मार्फतै जानु होला भनेर हामी भन्छौँ भनेर एकदमै खुसी र आनन्दको चाहिँ हामीसँग गफ गर्नुहुन्छ। अनि अब कतै जानु पऱ्यो भने हजुरहरूसँगै कन्ट्याक्ट गरेर हजुरहरू नै जानुपर्छ भन्ने, धेरै चाहिँ हामी नै जानुपर्छ भन्ने माग आउँछ। हजुर, जस्तै अब यहाँहरूले त दर्ता गरेर यो व्यवसाय चलाइरहनु भएको छ र जस्तै तीर्थयात्रामा जाँदाखेरि सवारी दुर्घटना अलिक बढी हुन्छ, भगवान्को कामनाले चाहिँ कसैले पनि नहोस्, तर यो अलिक बढी सवारी दुर्घटना भएका जुन घटनाहरू आउँछन् नि, यहाँहरू धेरै यात्रा गर्दाखेरि देखेका र भोगेका अनुभव र ती भइरहेका घटनालाई चाहिँ अलिक विश्लेषण गर्दाखेरि कसले गर्छ? अब त्यो भगवान्को अब कानमा नपरोस् त्यस्तो हुँदैन नहोस्। अहिलेसम्म हामीलाई चाहिँ त्यस्तो केही पनि घटना घटेको छैन। अब जस्तै मान्छेहरू गाडीमै पनि बित्नु भएको छ, धेरै चारधाम जाँदा हाम्रो गाडीमा त्यस्तो भएको छैन, किनभने त्यसमा रेखदेख पुऱ्यायो भने केही पनि हुँदैन। अब दिनै आइपुगेको छ भने मात्रै हो। अब उहाँहरूलाई अलिकति ज्वरो आयो कि हस्पिटल चेक गराएर लाने हो भने केही हुँदैन। अब ड्राइभरहरू पनि, सवारी चलाउने ड्राइभरहरू पनि अनुभवी राम्रो चाहियो। अब कहिले पनि इन्डिया नगएकोलाई इन्डियामा गाडी चलाउँदा रङ साइड दुवैतिरबाट ओभरटेक गर्छ,
अब त्यो इन्डिया नगएको यहाँ लोकल चलाएको ड्राइभर लग्यो भने त्यस्तो अवस्थामा दुर्घटना हुन सक्ने सम्भावना हुन्छ। अनुभवी ड्राइभर अनुभवी स्टाफहरू भयो भने दुर्घटना त हुँदै हुँदैन। हजुर, जस्तो अब उहाँले भने जस्तै यात्रुले लिएर गइसके पछाडि त्यो बिच बाटा हुन्छ नि, जस्तै एकाएक बिरामी पर्ने हुन्छ, कसैलाई चाहिँ अब अलिक उचाइमा पुग्यो भने यो अक्सिजनको कमीले चाहिँ लेक लाग्ने हुन्छ। यी सबै खालका अलि औषधि उपचार भनौँ अथवा यो स्वास्थ्यसँग जोडिएका विषयहरूलाई कसरी व्यवस्थापन गर्छ तपाईँको यो सेवाले यात्राको क्रममा? अब हामीले एक सरो यो मेडिसिन चाहिँ हामी आफैसँग नै बोकेको हुन्छौँ। हजुर, अब त्यो एज अनुसारको सल्लाह दिन्छौँ हामीले। अब अलिकति त्यही अनुसारको पहाडी इलाकामा जान नसक्ने, अब अक्सिजन जस्तो अब दम लागेको रोगीहरू उहाँहरूको लागि चाहिँ अब हामीले त्यो अक्सिजन अक्सिमिटर बोकेर जाने, अनि त्यो अब त्यो आस्था लिने त्यस्तो लानुपर्ने। अनि अब ठाउँ ठाउँमा त्यो शिविरहरू राखिदिएको हुन्छ। त्यो शिविरमा चाहिँ अब चेकअप गराउँदै लाने। अब उहाँको अक्सिजन के कस्तो छ, उहाँको स्थिति कस्तो छ, त्यो चेकअप गराउँदै अब हिँड्न नसक्नेहरूको लागि हामी आफै नै गएर उहाँहरू सँगसँगै आफै अब कहाँसम्म जान सक्नुहुन्छ त्यहाँसम्म लाने। अनि यदि उहाँहरू जान सक्नु भएन, अब बिरामी भएर त्यहाँ डक्टरले चेकअप गर्दा नै उहाँलाई चाहिँ यो माथि नलाँदा नि ठिक हुन्छ भने डक्टरले सल्लाह दिनुभयो भने अब एकजना हामी माथि नै जान्छौँ, एकजना चाहिँ त्यो बिरामी लिएर हामी फर्किन्छौँ। हजुर, त्यो चाहिँ जस्तै परामर्श, स्वास्थ्य परामर्शको लागि तपाईँहरूको आफ्नै चिकित्सक हुन्छ या यहाँहरू अब जहाँ पर्छ त्यही नै डक्टरहरूसँग त्यो परामर्श अर्थात् यसको चिकित्सकीय सेवा लिने गर्नुहुन्छ, के हुन्छ तपाईँहरू? चिकित्सक हामीसँग हुँदैन। हजुर, साधारण औषधिहरू अब हामीले जानेको जस्तै डायरिया, टाउको दुखेको, ग्यास्ट्रिकको यस्तो औषधिहरू चाहिँ हामीसँग हुन्छ। र त्यहाँबाट भएन त्यो खाँदाखेरि भने उहाँलाई अलिकति बढी नै समस्या भयो भने हस्पिटल लिएर जान्छौँ। हस्पिटलमा चेक गरेपछि अब डाक्टरले हुँदैन फिर्ता गर्नुहोस् भन्नुभयो भने हामी फिर्ता गर्ने, 2 दिन चाहिँ आराम गरेर लान मिल्छ भने पनि अनि हामी यात्रामा लिएर जान्छौँ। हजुर, हामी अब लगभग अन्तिमतिर छौँ। तपाईँहरूको यो देवभूमि सेवामा भन्दा पनि देवभूमि सेवाको माध्यमबाट तीर्थयात्रा किन गर्ने र कसरी गर्ने र गर्दा चाहिँ के हुन्छ भन्ने बारेमा थोरै यहाँको विचार? हजुर, यो तीर्थयात्रा चाहिँ कस्तो भने हजुरको अब यो पहिला चाहिँ बुढाबुढी आमा बुवाहरूले भन्दै अब यसो उखान जस्तै लाग्छ मलाई। हजुर, पहिला अब यो चारधाम गएपछि मान्छे फर्केर आउँदैन रे, अब यो छोराछोरीलाई बिहा गरेर नाता नातिनी भएपछि म तालचा साँचो बुझाएर जान्छु। पहिलाको बुढा आमा बुवाहरूले त्यही भन्नुहुन्थ्यो। मलाई अहिलेसम्म त्यही नै हो जस्तो लाग्छ होइन। तर अब आफूले अनुभव गर्दै जाँदा अब जस्तो टिपेपछि अब कतिजना बुढाबुढी आमा बुवाहरू हुनुहुन्छ अब हाम्रो यो नेपालबाट जानेहरू, तर इन्डियनहरू त धेरै नै लास्टै अन्तिमै भइसकेपछि आउने हो होइन। म चाहिँ के भन्न चाहन्छु भने त्यस्तो त्यो भनेको अलिकति उहाँहरूले चाहिँ अलिकति गलत सोच बोले हो कि जस्तो लाग्छ। किनभने हुन त अब आफूले घर व्यवहार सम्हाल्न गाह्रो हुन्छ होइन। अब ऋण गर्नु पर्यो, छोराछोरीसँग माग्नु पर्यो। अब अहिले उमेरै भएको छैन, छोराबुहारी पनि त्यस्तो कुरा आउन सक्छ होइन। तर यस्तो हिँड्न नपर्ने ठाउँहरूमा सबै ठाउँमा त भगवान् सजिलो ठाउँमा हुनुहुन्न, किनभने सबै ठाउँमा अप्ठ्यारै ठाउँमा हो। तर आमा बुवाहरूलाई चाहिँ बरु आफूले ऋण गरेर भए पनि उहाँहरूको इच्छा पुरा गराइदिने, हिँड्न सक्ने बेलामै ल तीर्थ गरेर आउनुहोस् है भनेर भन्दा चाहिँ एकदमै राम्रो हुन्छ। त्यति के सन्देश छ तपाईँको यो देवभूमि सेवाबाट आम चाहिँ दर्शकहरूलाई के सन्देश दिन चाहनुहुन्छ यो कार्यक्रममा? अब सन्देश त सक्ने बेलामा तीर्थ गर्ने। धेरै बुढाबुढी भएपछि चाहिँ अब अर्कालाई पनि अप्ठ्यारो हुन्छ, नानीलाई पनि आफूलाई पनि गाह्रो हुन्छ। यो पहाडी जस्तै अब गोसाइकुण्ड भयो, अमरनाथ, केदारनाथ, यो धेरै हिँड्न पर्ने ठाउँहरू हो। बुढाबुढी भएपछि जानलाई धेरै गाह्रो छ। अब मान्छेले अहिले बेला भएको छैन, हामी अझ 10 वर्ष बेला भएको छैन भन्नुहुन्छ, अनि पछि फेरि त्यही यात्रामा निस्किनुहुन्छ नसक्ने बेलामा, अनि त्यहाँ त गाह्रो हुने, समस्या उत्पन्न हुने, बिरामी हुने, त्यही भएर नै हो। त्यही भएर बेलैमा 50 कटेपछि तीर्थयात्रा गर्नु होला भन्ने सल्लाह दिन चाहन्छु म। हजुर, अन्तिममा अब यो अन्तिम हो, यहाँको भनाइ के छ छुट्टीका? जस्तै यहाँको जुन छ नि देवभूमि सेवा का बारेमा चाहिँ के छुट्टीका कुराहरू छन्? अब हाम्रो यो देवभूमि सेवामा चाहिँ कस्तो छ भने हजुरको अब यात्रा गर्दाखेरि उमेरमै तीर्थाटन गर्ने। अनि अब जस्तो यात्रा सबै तीर्थाटन सकिसके पछाडि चाहिँ बरु घरमा छोरा बुहारी लजाऊ, तिमी जाऊ, यस्तो यस्तो अप्ठ्यारो हुँदो रहेछ, हामीले नै यो अनुभव बटुलेर आएको, तिमीहरू पनि उमेरमै यात्रा गर,
भनेर घर सम्हालेर बस्ने भन्ने सुझाव दिन चाहन्छु म चाहिँ। हस् त, हुन्छ। यहाँहरू दुवैजनालाई यो देवभूमि सेवाको तर्फबाट जे जसरी यहाँहरूले सेवा प्रवाह गरिराख्नु भएको छ, यो सेवा प्रवाहले चाहिँ एउटा सेवा मात्रै होइन व्यावसायिकता पनि हासिल गरोस् र नेपालको अझै यो त धार्मिक पर्यटनको क्षेत्रमा पनि योगदान हो होइन, त्यसतर्फ पनि यहाँहरू चाहिँ अझै बढी अघि बढ्नुहोस् भन्ने चाहिँ हाम्रो शुभेच्छा छ। हुन्छ सर। अब नेपालकै बढी गराउँछौँ हामीले गर्नुलाई चाहिँ। इन्डियामा पनि अब देवभूमि भनेपछि इन्डियाको गराउनु हो त झन् सबल पहिल्यै ल्याउनु हो। नेपालको जस्तै अब अहिले नरसिंहधाम धादिङमा 1 महिना हुन्छ। अब 1 महिना हामी प्रत्येक दिन गराउँछौँ धादिङको नरसिंहधामको दर्शन। र अब आउँदो असार 15 गते चाहिँ अमरनाथको यात्रा हुँदैछ हाम्रोबाट। असारको 15 गते जम्मू काश्मीरको अमरनाथ यात्रा। केही छ हजुरसँग बाँकी? होइन ठिक छ, हुन्छ। महत्त्वपूर्ण विचार, अझ महत्त्वपूर्ण व्यावसायिक, महत्त्वपूर्ण समाज सेवा, यी 2-3वटा आयामहरूमा यहाँसँग जुन संवाद भयो होइन, यसले चाहिँ अझै यहाँहरूको यो सेवालाई, यो संस्थालाई अझै बढी प्रवर्धन गर्न सकोस् र अझै लाखौँ नेपालीहरूले चाहिँ तीर्थाटन गर्नुपर्छ भन्ने एउटा मनोभावनाको विकास मात्रै होइन, यसले समग्र नेपालको पर्यटन क्षेत्रमा पनि योगदान गर्छ र कम्ती नभने तीर्थ गइयो भने पनि पुण्य प्राप्ति हुन्छ भन्ने हाम्रो जुन वैदिक सनातनी जुन मान्यता छ होइन, संस्कृति छ, त्यसको पनि थप होइन हुनु नै हुन्छ भन्ने कुरा अपेक्षा राख्दै यो महत्त्वपूर्ण विचार राखिदिनु भएकोमा यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। हस्, हजुरलाई धन्यवाद। दर्शकवृन्द, हामी देवभूमि सेवासँग संवाद गऱ्यौँ। उहाँहरूसँगको यो संवादले नेपालमा तीर्थाटन गराउने यो व्यावसायिक विषयमा रहेर हामी संवाद गऱ्यौँ। पक्कै पनि नेपालको धार्मिक पर्यटनको लागि यो एउटा व्यावसायिक कला अर्थात् व्यावसायिक एउटा प्रवर्धन हो र यसले पक्कै पनि तपाईँ पनि तीर्थाटन गर्न चाहनुहुन्छ, त्यस्ता धार्मिक गन्तव्यहरूको चाहिँ दर्शन गर्न चाहनुहुन्छ भने देवभूमि सेवा तपाईँहरूका लागि, तीर्थयात्रा सेवा तपाईँहरूको लागि हाजिर छ भन्दै आजको यस कार्यक्रमबाट म प्रस्तुता DR नेउपाने पनि बिदा हुन्छु। नमस्ते।